सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। र अहिले चाहिँ हल्का भिडियोमा मेरो सानो भिडियोमा स्वागत गर्दछु। अहिले मेरो गाउँको बाटोमा भिडियो बनाइरहेको छु र तपाईँहरू इन्जोय गर्नु होला मेरो छोटो मोटो भ्लग। र अहिले चाहिँ म बोक जाँदैछु। बोक जाने बाटो छ तपाईँ गाउँदेखि स्टार्ट भएको चाहिँ र अहिले वेदर आज एकदमै राम्रो भइरहेको छ। एकदमै दामी मजाको वेदर भइरहेको छ र जाँदैछु रोडको बाटो जुराली पानी परेर यहाँनिर पानीहरू यस्तो जामिरहेको छ रोडमा। अब ग्राउन्ड जाने बाटो यो चाहिँ तलबाट गाडी आयो भने स्कुटी साइड गर्नुको लागि धेरै नै जग्गै रहँदैन यहाँनिर खासै भन्नुपर्दा चाहिँ। र भिडियोमा कस्तो आइरहेको छ तर एकदमै सानो बाटो छ यहाँनिर। यो बाटो एकदमै अफरोड छ हाम्रो जाने अफरोड भन्दा पनि ठिकैको छ। हामीलाई आदत भइसकेको छ यो बाटोमा हिँड्नुको लागि त हामी प्रो भइसकेको छ। प्रो Yahoo! यहाँ त पानी सुकेकै छैन भुइँतिर त पानी परेर त अरू जग्गा सुकिसक्यो यहाँनिर सुकेकै छैन। बर्खामा चाहिँ यहाँनिर डरलाग्दो पहिरो गएको थियो। यहाँको बाटै आउँथेन यतासम्म यहाँनिर कस्तो डरलाग्दो पहिरो गएको थियो। यो साल जोडिएको छ। यो साल भनिँदैन होला। हेलो ओइ म गोक जाँदैछु।